हेलो साथीहरू, आज फेरि पनि तपाईँहरूको अगाडि आएको छु रामेन लिएर। अनि म तपाईँलाई देखाउँछु है। 3x हो, रामेन 3x। देख्नुभयो, यो रामेन हो, यो चिकन, अनि यो चाहिँ हो अन्डा, एग। अनि यो छ कोक, अलिक पिरो हुन्छ भनेर लिएको यो चाहिँ। अब सुरु गर्छु ल। हेलो गाइस, म पनि छु पछाडिबाट एक चम्ची खान दिन्छ कि भन्ने आशमा। तर 3x चाहिँ म खाँदिनँ, तर पनि लास्टमा एन्डिङमा म पनि आएर यसो एक चम्ची चाहिँ पाउँछु कि भन्ने आशमा छ। यहाँ पनि छ एकजना, आशमै छ, ऊ यहाँ पनि छेउमै छ। हाम्रो लागि चाहिँ चिकन फ्राई हुँदैछ। यहाँ पनि छ, म पनि खाने भनिदिनु भाइ। म पनि खाने। सुरु गरे ल। खाने दामी भएछ चिकन। दामी। रामेन खाँदा चाहिँ नि अन्डा चाहिँ यसरी उसिनेर खानुपर्छ कि दामी टेस्ट आउँछ। Thank you. यो चाहिँ बेला बेलामा चाहिँ खुवाइन्छ, किन भन्दाखेरि चाहिँ यस्तो डरलाग्दो पिरो हुन्छ यो। अनि यसको पनि कुनै न केही त साइड इफेक्ट त हुन्छ होला नि त होइन। त्यही भएर त डेली खाँदैन, कन्टिन्यू चाहिँ बेला बेलामा चाहिँ खान्छु, किनभने आफ्नो हेल्थलाई पनि त हेर्नु पऱ्यो होइन। टेस्ट मात्रै उयो गरेर भएन। दामी भएछ। त्यस्तै दामी छ भने एक चम्ची खाइदेऊ न त अलिकति। साग गाइस खाइदिएँ मैले पनि। चिकन पनि आउँछ नि यो खाएर चाहिँ अब माम पनि खानुपर्छ नि त। मेरो लागि चाहिँ अलग्गै चिकन फ्राई हुँदैछ नि त साथीहरू। म चाहिँ यो खान सक्दिनँ होइन, पिरो भइहाल्यो हो।